यो ट्रायंगल सेपको वाल क्लकले तपाईको जीवनमा नेम एन्ड फेम लिएर आउँछ, पैसा लिएर आउँछ। पति र पत्नी बीचको जुन सम्बन्ध बिग्रिरहेको थियो त्यो बिग्रेको सम्बन्धलाई सुधार्छ। तपाईको कहीँबाट प्राप्त हुनुपर्ने पैसा लामो समयदेखि स्टक बसिरहेको थियो अथवा तपाईले पाइरहनु भएको थिएन भने त्यो पैसा पनि तपाईले प्राप्त गर्न सक्नुहुन्छ। राधे राधे। म ज्योतिष तथा वास्तुशास्त्री अनिरुद्ध केशव शरण। यो ट्रायंगल सेपको वाल क्लक तपाईले आफ्नो घरको साउथ ईस्ट डिरेक्सनमा आजै लगाइहाल्नुहोस्। यसले कसरी काम गर्छ? ट्रायंगल सेप भन्ने बित्तिकै यो फायर एलिमेन्ट हो अनि साउथ ईस्ट डिरेक्सन पनि फायर एलिमेन्ट हो। यदि त्यहाँ कुनै वास्तु दोष रहेछ भने यो ट्रायंगल सेप र ट्रायंगल सेपमा भएको जुन वाल क्लक छ यो वाल क्लकले तपाईको जीवनमा फायर एलिमेन्टलाई बुस्ट गरिदिन्छ। घडी त 24 घण्टा इन्टु 365 दिन घुमेकै गर्छ। त्यही अनुसारले तपाईलाई हरेक दिनलाई ऊर्जावान बनाउँछ, एनर्जाइज गराउँछ र फायर एलिमेन्टलाई बलियो बनाउँछ, ब्यालेन्स गर्छ। फलस्वरूप तपाईले अपेक्षित नतिजा प्राप्त गर्न सक्नुहुन्छ। के तपाईँ र तपाईको पत्नी बीच सम्बन्ध सुमधुर छैन? तपाईको जीवनमा पैसालाई लिएर अनेकानेक समस्या उत्पन्न भइरहेका छन् भने तपाईको घरको साउथ ईस्ट आग्नेय दिशा कमजोर छ। यस दिशालाई तपाईले सुधार गरेमा मात्रै तपाईको यस समस्या समाधान हुन सक्छ। साउथ ईस्ट डिरेक्सन यो दिशा अशुभ हुँदा अथवा यसमा वास्तुदोष हुँदा तपाईको आफ्नो पैसा फस्ने, पैसा अड्किने, आफूले सापटी दिएको पैसा पनि नउठ्ने हैन। त्यस पछाडि तपाईँ र तपाईको पत्नी बीचको सम्बन्ध पनि सुमधुर नहुने, अनि तपाईको आफ्नो जीवनमा आत्मविश्वासको कमी हुने र तपाईलाई अनेक बाधा व्यवधानहरू आइलाग्ने र दीर्घकालीन एउटा रोग लाग्ने सम्भावना हुन्छ। यस दिशामा वास्तु दोष छ अथवा यस दिशामा कुनै पनि दोष छ, यस दिशा कमजोर छ भने तपाईको जीवनमा आत्मविश्वासको कमी हुन्छ अनि जुन तपाईले इज्जत कमाउनका लागि जति परिश्रम गरिरहनु भएको छ नि त्यो परिश्रम गरे अनुसारको तपाईको इज्जत तपाईका मान्छेले गर्दैनन्, यानी कि नेम एन्ड फेम प्राप्त हुँदैन। तपाईको घरको साउथ ईस्ट डिरेक्सन यदि कमजोर छ भने तपाईले नेम एन्ड फेम प्राप्त गर्न सक्नुहुन्न, तपाईको आत्मविश्वासको क्षमता गुम्छ र श्रीमान श्रीमती बीचको सम्बन्ध पनि त्यति राम्रो हुँदैन र चरम गरिबीको सामना गर्नुपर्ने हुन्छ। तसर्थ साउथ ईस्ट डिरेक्सनलाई बलियो बनाउनुपर्छ। अब साउथ ईस्ट डिरेक्सनलाई बलियो बनाउन के गर्ने? उपाय धेरै छन्। तपाईले वास्तु कन्सल्टेन्ट कहाँ गएर पनि परामर्श लिएर उहाँहरूलाई घर भिजिट गराएर पनि समाधानको उपायतिर जान सक्नुहुन्छ। तर तत्काल अहिले तपाईले त्यो गर्ने तपाईसँग एउटा हिम्मत आइरहेको छैन अथवा त्यो पैसा छैन तपाईसित भने तपाईले चित्रमा देखाइएको जस्तै ट्रायंगल सेपको त्रिकोण आकारको तपाईले वाल क्लक आफ्नो घरको साउथ ईस्ट डिरेक्सनमा लगाइदिनुस्। 21 दिनदेखि 45 दिनसम्ममा तपाईले सोचेको अनुसारको रिजल्ट प्राप्त गर्न सक्नुहुन्छ। हस्त भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। वास्तु सम्बन्धी आवश्यक परामर्शका लागि स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गरेर पनि तपाईले वास्तुसँग सम्बन्धित अथवा वास्तु वाल क्लकसँग सम्बन्धित परामर्श प्राप्त गर्न सक्नुहुनेछ। राधे राधे।